नमस्ते। आज चाहिँ हामी के हो गेमको नाम थाहा छैन। अभी मैं गाली नहीं दे सकता। नहीं, गाली नहीं देना। 3, 2, 1 गो। नमस्ते। हेलो गाइस, आज चाहिँ हामीहरू यस्तो लगाएको त्यो मतलब त्यो मेकअपको सामानहरू यस्तो लगाएको तब तिमीलाई राम्रो देखिन्छ भन्ने वाला गेम खेल्दै छौं ल। लास्टसम्म हेर्दिनु होला। धन्यवाद। ल मैले तिमीलाई लिपस्टिक चाहिँ यहाँदेखि यहाँसम्म लगाएको एकदम राम्रो देखिन्छ। मैले कपिलालाई भनेको थिइनँ कि कपिलालाई निधारमा ट्याक्का खाना टिके लगाएको एकदम सुहाउँछ। मैले अस्मितालाई भनेको छैन कि तिनीहरूको गाजल चाहिँ यहाँदेखि यहाँ राम्रो देखिन्छ भनेर। आइकॉनिक काजल इतना गहरा। मैले सवितालाई कहिले भनेको थिइनँ कि उसलाई आइब्रो यहाँदेखि यस्तो जोडिदिएको कस्तो देखिन्छ। भाग्य रेखा सविता भाग्य रेखा सविता। मैले सुनितालाई यस्तो बनाएर यस्तो कपिलालाई अहिलेसम्म भनेको थिइनँ कि यिनको गालोमा होइन रातो रातो गरे पनि एकदम राम्रो देखिन्छ है। कंट्रोल। अस्मितालाई भनेको थिएन कि यिनलाई छोरा मान्छेको जस्तै यति दारी गराउँदाखेरि यस्तो राम्रो देखिन्छ। मैले सवितालाई कहिले भनेको थिइनँ कि उसलाई यहाँ गालामा रातो रातो लाग्नु कस्तो राम्रो देखिन्छ। मैले सुनितालाई पाउडर चाहिँ यहाँदेखि यहाँसम्म लगाएको चाहिँ एकदम राम्रो देखिन्छ क्या। भगवान के नाम पे दे दे बाबा। कपिलालाई यहाँनिर जुवा बनाएको एकदम सुहाउँछ है त। मैले अस्मितालाई भने छैन कि यो नाकको डाँडामा रातो लगाएको राम्रो देखिन्छ। सवितालाई कहिले भन्दैन कि कपाल उसलाई यस्तो ठाडो पारेको कस्तो राम्रो। मैले सुनितालाई कहिले नि भनिनँ कि यो कपाल यहाँ दुई चुल्ठी यसरी बाटेको राम्रो देखिन्छ। कपिला कपाल चाहिँ टुप्पोमा बाँध्दाखेरि एकदम राम्रो सुहाउँछ है त गाइजहरू। ल अस्मितालाई कहिले भनेको थिएन कि यहाँ निधारमा चाहिँ नागिनको जस्तो गराउने भने राम्रो देखिन्छ भनेर। हेलो। सवितालाई कहिले भनेको थिएन कि उसलाई यहाँ रातो लाको अनि यहाँ लाल लाको कस्तो राम्रो देखिन्छ। जरा मेरा मुखड़ा देखो, बताओ कैसा है मेरा हुलिया। मैले सुनितालाई कहिले भनिनँ कि टिस्यु दुईटा नाकामा एउटा लिपस्टिक लगाएको र एउटा गाजर लगाएको टिस्यु यहाँ दुईटा नाकको पलमा राखेको राम्रो देखिन्छ भनेर। ये क्या है? कपिलालाई यहाँ नाकमा सेतो टिका लगाएको एकदम सुहाउँछ। मैले अस्मितालाई भनेको थिइनँ कि तिनको कपाल यत्ना मुरुलो चाहिँ गरेर बाँधेको राम्रो देखिन्छ भनेर। खोजे मैले सवितालाई कहिले भनेको थिइनँ कि उसलाई यहाँ जुङ्गा लगाइदिएको यस्तो घुमाएको कस्तो राम्रो देखिन्छ। ठाकुर तो रस्ते लग गयो। मैले सुनितालाई कहिले भनिनँ कि यिनलाई आइसेट यहाँदेखि यहाँसम्म लगाएको एकदम राम्रो देखिन्छ भनेर। नानी मेरो छ त कति राम्रो देखेको। मैले अहिलेसम्म भनेको थिएन कि कपिलालाई ओठमा चाहिँ ठुलो लाली लगाएको एकदम राम्रो देखिन्छ गाइज। भकारीका धान मेरा बहादुरे। अस्मितालाई मैले कहिले भनेन थिएँ कि यता सेता पाउडर र यता कालो होइन यता नि सेतै लगाएको राम्रो देखिन्छ। हे भगवान, हे भगवान, हे प्रभु, हे हरिराम। मैले सवितालाई कहिले भनेको थिइनँ कि उसलाई यहाँ तल तल जुङ्गा लाको अनि गजल लगाएको राम्रो देखिन्छ। साँच्चै हुनुहुन्छ? ल खसिसक्यो खाली। मैले सुनितालाई कहिले भनिनँ कि गाजल चाहिँ यहाँदेखि लिएर यहाँदेखि लगाएको एकदम राम्रो हेन्डसम यिनी अप्सरा जस्तो देखिन्छन् भनेर। कहिले भनेको थिइनँ कि कपिलालाई चाहिँ ठुलो गाजर लगाएको एकदम राम्रो देखिन्छ है गाइस।
फसेपछि मैले चाहिँ अस्मितालाई कहिले भनेन कि तिमीलाई यहाँ लाली लाउँदाखेरि यस्तो राम्रो देखिन्छ भनेर। देखो न मैले कुराहरू यो चाहिँ हाम्रो लास्ट है। लास्ट मैले सवितालाई भनेको थिएन कि उसलाई यहाँ कालो टिका अनि यहाँ रानी हार लगाएको कस्तो राम्रो देखिन्छ। ए ल मेरो 1 लाखको रानी यार। कस्तो छ गाइज भनिदिनु पर्यो। डिप्रेशन में रहता हूँ हमेशा, अभी मैं डिप्रेशन में हूँ। को राम्रो देखेछ हामी मेकअप गरेर यत्तिकै comment बस्छ, गरौँ ल, यस्तो comment यत्तिकै बस्छ, देखेको। तिमीभन्दा टिकटकमा राखिदिन्छौ र पो मलाई रिस उठ्छ मलाई त।